हेलो एन्ड नमस्ते गाइज, वेलकम ब्याक टु सपना भ्लग। आज चाहिँ हामी बुटोल फुलबारी घुम्न आएको छौँ। सो यति राम्रो चाहिँ बुटोल फुलबारी फर्स्ट टाइम घुम्न आएको। म चाहिँ 5 वर्षपछि आयो चाहिँ फर्स्ट टाइम आइरहेको छु। म चाहिँ फर्स्ट टाइम आएको। फुलहरू पनि यति राम्रो के यति राम्रो फुलहरू पनि थरीथरीको अहिले देखाउने छौँ। अहिले चाहिँ हामी माथि मन्दिरतिर छौँ। त्यो चाहिँ पुरै सेट न तु यहाँ चाहिँ पिकनिक खाँदो रहेछन्। छिटोमाथि बच्चा खेल्ने ठाउँ म पनि खेल्न जान्छु रे। यहाँदेखि हिँड्दैनन् होला कि यस्तरी लगाएको देख्छिस् आएको छैन। सो हामी चाहिँ अब कहाँ जान्छौँ मतलब कहाँ कहाँ घुम्छौँ अब सब देखाउनुहुन्छ। सो हामी चाहिँ बबल टी खाने भनेको बबल टी वालै बन्द रहेछ। हामी धेरै बिहान आएर हो क्या हो। सो त्यहाँ चाहिँ हेर्नु न यति दामी दामी छ। म त यही घर बनाएर बसौँ जस्तो लागिरहेको छ भाइ, हो कि न? बस्छु नि चिडियाको चिरबिर सुन्दै बस्छु हेरेको क्या छ कस्तो दामी। मैले चाहिँ कति ठुलो कमलको फुल देखेको छु। हेर्न सक्नुहुन्छ गाइज, कमलको फुल यति राम्रो रहेछ। हामी चाहिँ फर्किसकेको छौँ। माथि जङ्गल छ, डर लाग्यो भुताहरू लागत लाग्यो। वाउ भेरी नाइस। बट गन्दा गन्दा रहेछ यता नभर। हाम्रो लाउरेनी। सो गाइज हेर्नु सक्नुहुन्छ नेपालमा यस्तै हो कि जति राम्रो चिज गराए पनि अब त्यसलाई बिगाड गराउँछन्, फोहोर गराइहाल्छन्, हो कि न सपना? जति जे गराए नि नेपालमा जे पनि बिगारिहाल्छन् कि नि। कति फोहोर गराउँछन्, कति। अब चाहिँ गाइज म तपाईँहरूलाई देखाउन जाँदैछु बुटोल फुलबारीमा भएका विभिन्न किसिमका जनावरहरू। ओ हेर्नु कति राम्रो त्यो ठुलो पहरा के उतापट्टिबाट के होला के होला गाइज आउनु अस्ट्रिच होइन र? अस्ट्रिच कहाँ छ? यो अस्ट्रिच हो नि। माय गॉड अस्ट्रिच हो रे। फोटो खिचेछु नि। यसको अन्डा चाहिँ कति केजी हुन्छ नि? यसको खुट्टा हेर्न कस्तो हुन्छ नि। हात्तीको जत्रो खुट्टा छ त। हात्तीको जत्रो खुट्टा छ त। दुईटा औला। यसले त मलाई पनि बोक्छ होला। हरिण देख्न सक्नुहुन्छ? यसले टोक्छ। यसले त रतुवा पनि भन्दैन र होला। 3वटा रहेछ होइन? बिचरा त्यस्तो हेर्न काट्दै रहेछ खै बिचरा चोट लागेको मान्छेहरू यस्तो हुन्छ नि पैसा कमाउनलाई। अन्त हामी पनि हेर्नु कौवा पनि रहेछ यी हेर्न सक्नुहुन्छ कि। त्यहाँको के हो त्यसको नाम? त्यो घोडा जस्तै छ त होइन? जराएको सिङ त 4-5वटा हुन्छ र त्यसको त छैन त। नील गाई एन्ड द बुलेट हाँस। त्यही पनि हेर्न कति थरीको हाँस छ। हामीले हाँस देख्ने अर्कै तर्की पनि छ। खै ऊ के तर्की त्यो त्यसको मुख ए बकुला होइन र त्यो त? बकुलालाई तर्की पनि रहेछ। खै खै कति राम्रो नि। हेर्न अनुहार कति राम्ररी हेरिरहेछ कि। यो कौवा फेरि झापै त्यही हिँडिरहने रहेछ। चाहिँ के हो? के छ यार?
सुतिराख त अब के हो यस्तो यो चाहिँ के हो के यो खोइ त दुम्सी रे के ए ठुलो उ यत्रो मानको अबे दुम्सी पायो त्यसले त अहिले काँडा छाड्यो भने के गर्ने मलाई त डर लाग्यो यता के छ ओए तिमी जराएको सिङ छ उ अरे कति राम्रो यति नै सगाइ जान्छ कति राम्रो जरा हेर्न कति राम्रो बच्चा हेर्न बच्चा ओए कति राम्रो हेरिरहेछ कि वाउ हेर्न कति क्युट बच्चा जरा आयो आइज अबे सिङ हेर्न ओए कत्रो सुगा ढुकुर पनि रहेछ कछुवा पनि रहेछ खोइ त मुनि हेर मुनि त्यहाँ पनि छ त त्यो पट्टु हो त्यो उता बस्यो पानीमा खेलिरहेको छ हेर्दा गौचाले अनि ढुकुरै छैन त ए ढुकुर यहाँ रहेछ पट्ट्यो किन बोल्दैन बोल्दैन रे रिसा हामीसँग त्यहाँ चाहिँ के छ खै का बाघ ओए हेर्न आइज न टाइगर गाइस उ चाहिँ टाइगर छ अबे गाइस लड्की डर गई अबे ओए साँच्चै फर्स्ट टाइम देखेँ मैले बाघ ओए टाइगर माथि छ हल्का माथि के देखिरह माथिको पनि देखा के बाँदर नि उति माथि हेर त्यहाँ देखे ओए माथिको मैले देखेदैन रे ए भगवान मैले माथिको नदेखेको ओए बाहिर आउँदैन कत्रो हेरेछ अबे ओ हेर पछाडि फेरि घर कुखुरा हजुर छकुप बाघको बच्चा छ रे गाइस अबे कति राम्रो हेर्नु ओए बाघको बेबी वाउ बेबी बाघको बेबी यता हेर लुक्यो ओए तँलाई देखेर लुक्यो मलाई देखेर लुक्यो त द्रवना देखेछिस् के त्यो सो हामी बुटोलमा आएर चाहिँ यति थरीको सामान के अरे जनावरहरू देख्यौँ जानवरहरू अब यो पनि देख्न सक्छौँ यो बनिहोल होइन र ओके बनिहोल कि त्यही त जङ्गलको बनिहोल भन्छन् यसलाई कसरी कराउँछ कसरी कराउँछ वनको सुँगुर चाहिँ कसरी कराउँछ दाना राखिदिँदो रहेछ नि हेलो एमा केही छैन वा के हो परेवा काली जुत्ता छ मैले काली चिन्छु काली यो होइन काली यही त काली जस्तो हुन् न त लौकाट के भन्छ यसलाई त्यही भन्छ लौकाट काली चाहिँ घर गएर राख्दैन नि काली चाहिँ हो के पनि छैन त लुक्या हो क्या खै खरायो अरे कति राम्रो कति रे खरायोको सिङ छैन कता हरायो अझ कसरी डुगर्छ हेर्न ओए पल बना है झाकै हेर्दा अझ कसरी डुग्रे वाउ सुते पुरा गाइस खरायोहरू कति डर लाग्ने मा कसम ए गर्नु
अबे कति धेरै कति लामो यो एउटा हो र त मजाले सुते कहाँ देखेर चाहिँ के यसले छ्या यो भगवान् छ टाउको हेर्न कति सुते मम्मी यो एउटा हो र खै काँचुली खाले हेर्न फर्स्ट टाइम हेर्नु त लस्टी यसको आयु कति रहेछ 22 वर्ष हो अन्डा 20 देखि 40 वटासम्म हो र 20 देखि 40 वटासम्म 90 दिनसम्म अहिले कोरल बस्दै रहेछ हो यो पनि खराब न्युरी मुसा हो ओए यो के हो न्युरी मुसा कति राम्रो छ त न्युरी मुसा पनि चट 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 ओ त्यहाँ नि रहेछ कस्तो खाइरहेछ भाले पनि ओए मयूर लौ भाले राख्दैन नि त मयूरको ठाउँमा खोइ यसको त मयूरै छैन त के होइन कि त्यो चाहिँ छैन त ओ यो के हो बाघ हो ए के हो स्याल ए बाउ गर्छ नि यो 8 देखि 11 किलो आयो 10 देखि 12 सम्म हेर्न ओए बिचराहरू ओए ओए कसरी बाघ जस्तै कराउँदो रहेछ यसको साथी है यो यसको साथी यहाँ बस्छ हेलो फ्रेन्ड सेम सोर निकाल्यो कि नै ओए कस्तो हेर्छ मलाई दुईजना मात्र रहेछ ओ यहाँ चाहिँ गैडा र हात्ती रहेछ है यहाँ चाहिँ के छ गाई चिया हेर्नु सक्नुहुन्छ यसको साथी यहाँ चाहिँ यो पशु पन्छीबाट त्यो गर्नलाई आक्रमणबाट बस्नलाई मतलब सुरक्षित त्यो गर्नलाई लेखिएको रहेछ यो फेरि कस्तो बाँदर हो र ओए हेलो 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 पहिलाको त हेर्न त होस् के तेरो साथी हो तेरो साथी हो त्यो अघिनाको मेरो साथी हो यो तेरो साथी हो ए रिसा हा क्या हो यो त लो ओइ बाहिर निक्ल्यो ए म त बाहिर निक्लेर आनलाई क्या भने डराएको थिएँ यहाँ पनि न्युरी मुसा रहेछ गिनीफिग यसको नाम गिनीफिग हो र के हो यो भने गाह्रो छ अबे यसको सिङ हेर्न सिङ यसको सिङ हेर्नुहोस् त गाइस ए भगवान् जुम गर्न जुम त गरेछु नि हेर्नु गाई सिङ हेर त वाह ओए तेरो मम्मी के भन्छु भन्छु भन्नु हातमा त्यो घोडालाई टिप्ने पत्थरको माथि पुरा हिँड्ने गाडी त गर्नु थाहा छैन भाइ अब उति गएको छ यता चाहिँ हाम्रो शहीदहरू हुनुहुन्छ हामी चाहिँ तपाईँहरू देखाउँछौँ हाम्रो देश हाम्रो बहादुर हाम्रो शहीदहरू
नमस्ते ढोकदिया ल देख सक्नुहुन्छ नाम रामापी हो कि कति अप्ठ्यारो सुनेको थिएन माया देवी गौतम बुद्ध मणि मुकुन्द सेन नाम पनि क्या खतरा खतरा मेरो आमा बाउले पनि यति नाम खतरा उजिर सिंह थापा लखन थापा दशरथ छ या दशरथ भीमदत्त पन्त पट्ट चोक त्यो बहादुर होला सायद चोक बहादुर होला मेरो अङ्कल तारापति भट्टराई यदवनाथ आलोक युद्धनाथ हेर्नु त्यो यु हो नि त्यो पछाडि धर्का चाहिँ कुन एङ्गलले हुन्छ युमा पागल इन्सान हो सूर्य प्रसाद घिमिरे बिसिर माया मिया जीवराज आश्रित जीवराज त्यो बी जस्तै हो र त्यो त जिजो भने हो नि मैले त्यो बी हुन्छ त्यो नि नहुन्छ त्यो त्यस्तो गोलो भएको भए पनि पृथ्वीनारायण शाह ऊ त्यहाँ हुनुहुन्छ अनि एउटा मात्र भएर हुन्छ र अरू पनि त हुनुपर्ने हामी चाहिँ ऊ त्यहाँको लभ साइनवाला आई लभ बुटहलवालामा हामी चाहिँ क्रिसमस ट्रीहरू देख्न सक्नुहुन्छ यति राम्रो राम्रो क्रिसमस ट्रीहरू ओए जुरेलियन चल वाह फुलबारी बुटल आउनुभयो भने चाहिँ यो फुलबारीमा घुम्न चाहिँ नआउनु के अरे नबिर्सिनु होला आउनु नबिर्सिनु होला झन्डै नआउनु होला भने नबिर्सिनु होला तर यति राम्रो छ कि हेर्न यहाँ पनि फुल कसम हुनु नि यो बुटल फुलबारीको म यो फुलको बिग फ्यान भयो कि हो कि न फोटो खिच्दै ल हामी डिलबा खिचेर चाहिँ अब फेरि माथि जाँदैछौँ शिवजी कैलाशमा बस्नु भएको छ कैलाशैमा हो शिवजीको बस्ती छ पार्वतीलाई मस्ती छ बम 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 बोले शिवजीको नाममा के भन्छ अरे कैलाश सम्भो गाजा र धतुरो अलिकति कम्बो कैलाश सम्भो गाजा र धतुरो अलिकति कम्बो वाला गाना अलिअलि छ देख्न सक्नुहुन्छ गाइस कैलाशमा बस्नुभएको छ आफ्नो ध्यानमा हामी चाहिँ आफ्नो ध्यानमा छौँ यसले चाहिँ हेरिरहेको छु शिवजी भगवान्लाई सो हामी चाहिँ फोटो खिच्नु छु हामी चाहिँ फोटो खिचेर पनि गइसक्छौँ जानु लाग्यो अब फेरि चाहिँ उतल बुद्धको मूर्ति छ त्यो भएर खिच्छौँ हो कि न खिच्ने कि न तल बुद्धको मूर्तिमा त्यसको चाहिँ मेरो अघि भान भनेको थियो नि त्यही छोडेछु यो नक्कली त हो धेरै नक्कली भएपछि यस्तो पनि हुँदो रहेछ है तिम्रो हेरले काटा कि उचाल्नलाई त्यो किने हाँस कपाल बान्नलाई किने साथीहरू तर कपाल बान्दा कस्तो नराम्रो देखेँ अनि त्यो फुल कपाल अनि कसरी ऐना हेरिस् त मोबाइलमा हेरेँ नि त हेर्न कति राम्रो एउटा बिरुवा छोडेर बिस्तारै गोजामा सो
देख सकते हैं गाइज, ये यहाँ पर के मौज कर रहे हैं, के भन्छ रे? वाह बेटे मौज गर्छु। ओए चस्मा याले ना एकछिन यो क्या मैले एउटा उ भन्न लाग्नु। तू क्या कर रहे? तू तुम्हारी जगह इधर है, इधर छिर। इधर है यो पनि एक प्रकारको फोर हो यो, त्यसलाई उचालेर हालो। हजुर नमस्ते। भाग्यमानी हुनु, भाग्यमानी हुनु। जा चढेर टिपेर खान सक्छ नि खाए सुपारी पिट्टीमा पिट्टी सुपारी साइको। तो लड़की क्यों ऐसी है? ये क्यों पता नहीं। देख सकते हैं गाइस, ये केरा जैसे है लेकिन केरा नहीं है। त्यही गरेर नाच्न। शिवजी भगवान नाचिरहनु भएको छ। आज किन बबल टीको त्यो खुलाएन र? त्यसले गर्दा साथीहरू अब चाहिँ हामी जान्छौँ। अब चाहिँ हामी घर जाने हो न सिधै। जाने त जाने हो, तर यो पनि फोटो खिच्नु हेरेको छ वाटरफल। एक लाख हान्डेको त यहाँ भयो कि निकै लाग्यो। यसलाई चाहिँ जति फोटो खिच्दै नि पुग्दैन, यसको फोटो खिचिदिन्छ अब है त। सो गाइज हामी चाहिँ अब फर्किनु लाग्यो। एकदमै राम्रो रहेछ, रमाइलो लाग्यो, खुसी लाग्यो। सो हामी चाहिँ फेरि अर्कोचोटि टाइम भने फेरि हजुरहरूलाई पनि देखाउनु लाग्यो। यो फेरि लास्टै ल्याङ्गा चाहिँ जुत्ता बान तना बान भन्दा नि मान्दिने। छिटाइ जा, लास्टै ल्याङ मात्र गरिरहेको छु। फेरि घर जान हतार। जल्दी आना। अब चाहिँ हामी जान्छौँ ब्याक टु होम। यता देख्न सक्नुहुन्छ थरी थरीको फुलहरू छ। सो देख्न सक्नुहुन्छ बुटोल बजार यति ठुलो रहेछ कि। सो हामी चाहिँ नास्ता खाने कुन पसलमा खाने भनेर डिस्कस गरिरहेछौँ। अब जान लाग्छौँ हामी। डिस्कसन भइसक्यो। डिस्कसन व्हाट डु यु मिन बाइ डिस्कसन? आई स्पिक छोटे। अब हामी चाहिँ नास्ता खाएर निक्लेको। अब चाहिँ जाँदैछौँ घर। लास्टै मुख पोलो। थोरै पैसा छ कि कुन राम्रो ए भगवान बुद्धको जानु उता उता हेर्थ्यो अन्त। छोरा आएपछि यहाँ झन्डै बन्द गर्थ्यो। धेरै राम्रो हुन्छ भिडियो।
पुगेपछि देखाउँछु म ल